मार्गशीर्ष शुक्ल पक्षको मोक्षे एकादशीको महात्म्य। युधिष्ठिर भन्दछन्, देवदेवेश्वर म प्रश्न गर्दछु, मार्गशीर्ष मासको शुक्ल पक्षमा जुन एकादशी पर्दछ त्यसको नाम के हो, कुन चाहिँ विधि छ र उसमा कुन देवताको पूजाआजा गरिन्छ? स्वामी, यी सबै यथार्थ रूपबाट मलाई बताइदिनुहोस् न भनेर भन्नुहुन्छ। भगवान् श्रीकृष्ण पुनः भन्नुहुन्छ, निप्रश्रेष्ठ, मार्गशीर्ष मासको यो कृष्ण पक्षमा उत्पत्ति नामको एकादशी पर्दछ, जसको वर्णन मैले तपाईँलाई गरिसकेको छु। अब शुक्ल पक्षको एकादशीको वर्णन गर्दछु, जसले सुन्नाले मात्र पनि वाजपेय यज्ञको फल प्राप्त हुन्छ। उसको नाम के हो? मोक्ष एकादशी, जुन सम्पूर्ण पापहरूको अपहरण गर्ने खालको छ। राजन, उक्त दिन यत्नपूर्वक तुलसीको मञ्जरी तथा धूप दीप आदिले भगवान दामोदरको पूजाआजा गर्नुपर्दछ। पूर्वोक्त विधि अनुसार नै दशमी तथा एकादशीको नियम पालना गर्नु उचित हुन्छ। मोक्ष एकादशी ठुला ठुला पापलाई नाश गर्ने खालको छ। उक्त दिन रात्रिमा मेरो प्रसन्नताको लागि नाचगान र स्तुतिद्वारा जागरण गर्नुपर्दछ। जसका पितृ पापवश नीच योनिमा परेका छन्, यसको पुण्य दान गर्नाले तिनीहरू पनि मोक्ष प्राप्त गर्दछन्। यसमा अलिकति पनि सन्देह छैन, पूर्वकालको कुरा हो। वैष्णवहरूद्वारा विभूषित परम रमणीय चम्मक नगरमा बैखनास नाम गरेका राजा थिए। उनी आफ्ना प्रजालाई पुत्र सरह पालन पोषण गर्दथे। यस प्रकार राज्य गरिरहेका राजाले एक दिन राति सपनामा आफ्ना पितृहरू निज योनिमा परेको सपना देखे। ती सबैलाई यस्तो अवस्थामा देखेर राजाको मनमा बडो दुःख लाग्यो र बिहानी पख ब्राह्मणहरूसित उक्त सपनाको सारा हाल सुनाए। राजा भन्दछन्, ब्राह्मणहरू, मैले आफ्ना पितृहरूलाई नरकमा पारिरहेको देखेँ। उनीहरू बारम्बार रुँदै मलाई यो भनिरहेका थिए कि तिमी हाम्रो छोरा हौ, यसकारण यस नरक समुद्रबाट हामीलाई उद्धार गर। ब्राह्मण वर्ग यस रूपमा मलाई पितृहरूको दर्शन हुन गयो। यसले मलाई शान्ति भइरहेको छैन। अब म के गरौँ, कहाँ जाउँ? मेरो हृदय रोकिएला जस्तो भइरहेको छ। दिजुतम, उक्त व्रत, उक्त तप तथा उक्त योग जसबाट मेरा पूर्वजहरू तत्काल नरकबाट छुटकारा पाउन्, बताउने कृपा गर्नुहोस्। म जस्तो बलवान र साहसी पुत्र जीवित छँदाछँदै मेरा मातापिता घोर नरकमा परिरहेका छन्। अत यस्तो पुत्र भएर के फाइदा भयो त? ब्राह्मण भन्दछन्, राजन, यहाँबाट नजिकै पर्वत मुनिको महान आश्रम छ। उनी भूत र भविष्यका पनि ज्ञात छन्। निप्रश्रेष्ठ, तपाईँ उनीको सामु जानुहोस्। ब्राह्मणहरूको कुरा सुनेर महाराज बैखनास शीघ्र नै पर्वत मुनिको आश्रममा गए र उहाँ ती मुनिश्रेष्ठलाई देखेर उनले दण्डवत प्रणाम गर्दै मुनिको चरण स्पर्श गरे। मुनिले पनि राजाको राज्यको 7 अङ्गको हाल खबर सोधे। राजा भन्छन्, स्वामी, तपाईँको कृपाले मेरो राज्यको 7 अङ्ग सकुशल छन्, तर मैले सपनामा देखेँ कि मेरा पितृहरू नरकमा परेका रहेछन्। तसर्थ यो बताउनुहोस् कि कुन पुण्यको प्रभावले उनीहरूको त्यहाँबाट छुटकारा होला। राजाको यस प्रकारको कुरा सुनेर मुनिश्रेष्ठ पर्वत एक मुहूर्तसम्म ध्यान स्तन रहे। त्यस समय उनी राजासित भन्दछन् कि महाराज, मार्गशीर्ष मासको शुक्ल पक्षमा जो मोक्ष नाम गरेको एकादशी पर्दछ, तपाईँहरू सबैजना त्यसको व्रत गरी त्यसको पुण्य पितृहरूलाई समर्पण गरिदिनुहोस्। उक्त पुण्यको प्रभावले उनीहरूको नरकबाट उद्धार हुनेछ। भगवान् श्रीकृष्ण भन्नुहुन्छ, युधिष्ठिर, मुनिको यस प्रकारको कुरा सुनेर राजा फेरि आफ्नो घर फर्किए। जब उत्तम मार्गशीर्ष मास आयो, तब राजा बैखनासले मुनिको भनाइअनुसार मोक्ष नाम गरेको एकादशीको व्रत गरेर सोको पुण्य समस्त पितृहरूसहित पितालाई अर्पण गरिदिए। पुण्य दिने बित्तिकै आकाशबाट फुलहरूको वर्षा हुन लाग्यो। बैखनासका पिता पितृहरूसहित नरकबाट छुटकारा पाएर आकाशमा आई राजालाई यो पवित्र वचन भने, छोरा, तिम्रो कल्याण होस्। यति भनेर उनीहरू स्वर्गमा गए। राजन,
यो यस प्रकार कल्याणमय मत्स्य एकादशीको व्रत लिन्छ। उसको पाप नष्ट हुन्छ र मरेपछि मोक्ष प्राप्त गर्दछ। यो मोक्ष दिने खालको मत्स्य एकादशी मानिस मात्रको लागि चिन्तामणि समान समस्त कामना पुरा गर्ने खालको छ। यस महात्म्य पढ्नाले र सुन्नाले मात्र पनि वाजपेय यज्ञको फल प्राप्त हुन्छ।